अब चाहिँ हामी कान्छा बाजेकोमा लागेको हाम्रो यहाँनिर छप्परमा चाहिँ यत्रो फर्सी भनिरहेको थियो गाइस। चुला हेर्नुहोस् है, यहाँको यस्तो मजाले लिपेर राखेको रहेछ। अन्त बाजे चाहिँ आउनुहुन्छ, कान्छा बाजे। घरिघरि हुँदैन काकाले चाहिँ मलाई तिहार मनाइसक्नुभयो। गुड मर्निङ एभ्रिवान, एन्ड दिस इज द डे 3 अफ दसैँ। सो आज चाहिँ हामी अर्को बाजेकोमा जाँदैछौँ, कान्छा बाजे। सो हिजो चाहिँ हामी बडीकै होमस्टेको एउटा रुममा बस्यो। यु क्यान सी म र बडी एउटा बेडमा, अन्त एउटा बेडमा आमा। सो बेडहरू मिलाइसकेको छु। एन्ड अब चाहिँ जानुपर्छ चिया खानु तल। बाहिरको भ्यू आज दामी देखिरहेको छ, क्लियर भएर। वेट लेट मी शो यु गाइस। लु हेर्नुहोस् त गाइस, यति दामी भ्यू देख्छ है यहाँ बडीको होमस्टेबाट चाहिँ। अझै क्लियर छैन, अझै क्लियर भयो भने नि यो साइड, यो जुन चाहिँ यो क्लाउड्सले छोपिरहेको छ, यो साइड नि उयो देख्दो रहेछ, टिस्टा भ्याली खोलै देख्छ लिटरली। मैले हिजो देखेको थिएँ। हो गाइस, अन्त यहाँ चाहिँ यस्तो छ बाजेको घर। हिजो हामी गएको, बेलुका गएको चाहिँ यस्तो छ खासमा। अन्त यो चाहिँ बडीको 3rd फ्लोर नयाँ बनाउनु भएको हो। यो चाहिँ पहिला थिएन, सिङ्गल रुम छ यहाँ चाहिँ अहिले फिलहाल, पछि बनाउनु हुन्छ अरे। सो यहाँ चाहिँ अहिले गेस्टहरू राखेको छैन रहेछ। सो वी स्टेड ओभर हियर लास्ट नाइट। अन्त नाना भेनाहरू सबै तल हुनुहुन्छ। सो दिस इज द रुम गाइस, हेरिहाल्नुहोस्। यु गाइज क्यान भिजिट एनी टाइम यु वान्ट। लु गाइज, अब चाहिँ हामी कान्छा बाजेकोमा लागेको। दिस इज माई आउटफिट फर टुडे गाइज। सी आज एकदम क्याजुअल, किनभने मैले सोचिरहेको थिएँ कि हिजोकै आउटफिटमा यता र उता जान्छ होला सोचिरहेको थिएँ। सो आई डिडन्ट ब्रट एनी स्पेसल क्लोदिङ फर टुडे। हिजै सबै जग्गा गइसक्छ होला लागिरहेको थियो मलाई चाहिँ, तर त्यस्तो भएन। सो क्याजुअल वेमै चलिदिएको अब म चाहिँ। सो पर्फ्युम दलौँ भन्दा मेरो सो लेट्स गो। बिहान कस्तो देखाएको थियो गाइस दिन, अहिले हेर्नुहोस् घुमिरहेछ। जस्ट अ ब्लिङ्क अफ एन आई। गाइस हाम्रो यहाँनिर छप्परमा चाहिँ यत्रो फर्सी फलिरहेको थियो होइन। हजुर, काट्नु पनि भएछ आज गेस्टहरूको लागि। यही हो लन्च। यही हो कत्रो है, पाक्दै थियो नि यो त, पाएको भए गाइस चुला हेर्नुहोस् है, यहाँको यस्तो मजाले लिपेर राखेको रहेछ। पुरा मन पर्यो मलाई त। हेर्नुहोस् लिपाई, हेर्नुहोस् लिपाई, यतिको चाहिँ लिपेको हो। लु बडी गएको ओके। हुन्छ दिदी बिसार जानुहोस् ल। ल दिदी बिसार जानुहोस्। उसले कोही गाइस हुन्छ। बाई बाई, हुन्छ। दुईवटा मात्रै 2 व्हिलर भएर चाहिँ गाइस दुईजना चाहिँ हिँडेर आउनु पर्छ हो। ल आउँछु ल।
I found, guys. My favorite. इसको हम खा सकते हैं, guys. It's really edible. I know you guys can't believe me on this, but this is the truth. I love how it tastes. खाएर पनि देखाउँछु guys म. पर्खिनुहोस्. See guys. यो चाहिँ निकाल्नुपर्छ, this green part हो. अन्त It's so tasty, guys. I just love it. मलाई चाहिँ चाइल्डहुडदेखिकै मन परेको यो हो. एभ्री टाइम म बाटोमा देख्नु हुँदैन, खाइदिइहाल्छु. बजारतिर त हुँदैन अहिले, सो अहिले गाउँ बस्तीतिरै भेटाउँछ. I'm glad I found it. डल्लै टुप टिपेर खाउँ जस्तो भयो कि, तर फेरि माया लाग्यो फुल. बोजूले हेर्थ्यो अरे फुल टिप्दा बोजूले हेर्थ्यो अरे गाइस. मलाई देखिनँ पनि अन्त. मिठो भयो. तपाईँहरू पनि ट्राई गर्नुहोस्. लु 2 जना पनि आइपुग्यो. ए त्यही त जानु ल्याउनु है. अब यहाँ हिँडेर उयो तल. लु गाइस हामी चाहिँ पुग्यो. अब भेट्नु पर्छ बाजेहरूलाई. यही हो बाजेको घर. हेलो हो. अन्त यो चाहिँ गार्डन एरिया. मेरो भ्युवर्सहरूलाई पनि भनिदिनु न त. सबैलाई ह्याप्पी दसैँ छ. आउ न आइज. नि हेलमेट बोकेर लादिँदो रहेछ. हुन्छ. अब बाजे चाहिँ आउनुहुन्छ. कान्छा बाजे, फुपू गफ हुँदैछ यहाँ चाहिँ. खै तृप्ति मासी हाई. आगो फुक्ने चुला. लास्ट टाइम यहाँनिर हेभी सुँगुर फ्राई गर्दै रोस्ट गर्दै आएको है हामीले. लु यहाँ पनि सुरु भयो दसैँको कार्यक्रम. लास्ट नम्बर फुटबल भन्ने Indian water Indian because this पानी पर्ने बेलामा घाम टङ्गमा पनि लाग्यो है. उताको सालबारी बस्छ मुर्गामा. नाना बेनाको अब चाहिँ पछि त निकै 2-3 दिन उयोमा आउँदै थियो. कस्तो बनाउला जस्तो माथि त्यो त्यसले झन् उयो हुन्छ त, अप्ठ्यारो हुन्छ त. पानी डल्लै यस्तो हुन्छ कि अब गाडीको व्यस्त त्यस्तो गर्ने हुन्छ. त्यसको त अन्त वाइपर हुँदैन नि त. हामी चाहिँ आज एकदम आगोको भात खाँदैछ. खाना ठिक छ हो. तर जुस पनि आयो. अन्धकार भएर साह्रै भइसक्यो. बत्ती गएछ फेरि यहाँ चाहिँ. लुगा अब खाना खानु थालेको. चिकन
दादा दाल हाल्यो दाल हाल्यो हातले खान्छु फुको गाइस कान्छा बाजेको भ्यू चाहिँ यस्तो छ यहाँनिर चाहिँ नदी पनि देख्दैछ यहाँ नदी देखेको चाहिँ पुरै मन पर्यो मलाई पनि हजुर त्यही हेर्दैछु मैले नदी देखेको भनेपछि यसो देखिरहेको भारी कस लाग्छ सर हात छुनै पर्छ हो त देखिरहेको छ पानी परेको हात छुनु पानी पर्दैछ अन्त हामी चाहिँ यहाँ सबजना गफ गर्दै बसिरहेको छ पानी झरीमा गफ गर्दै ड्याम्मै खाना खाएर पनि रमिता हेरेर पनि अब अझै हामी एकछिन फेरि भित्र जाने गफ गर्नु यति मेस्मराइजिङ छ नि यो भ्यू म चाहिँ तपाईँहरूले देख्यो भने त हेरेको हुनु मन लाग्यो मन भइसक्यो सबै यहाँनिर चाहिँ अहिले झन् क्लियर भएर क्या दिन दामी देख्दैछ जानु आँट्नु भएको छ बाई बाई अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ बाई बाई नेक्स्ट ब्लगमा भेटौँ ल अब ओके उता हेर न एकपल्ट लु गाइज अब चाहिँ हामी अलिक अल्छी लागेर चाहिँ एडभेन्चरस बनाउनु जाँदैछ हाम्रो ट्राभल पुरानो चिप्लो लिएर आएको अब जङ्गल बाटो जाँदैछ गाइज हामी खोलापट्टि गएको यहाँ पनि होमस्टे छ होमस्टेको त अन्त बजार छ गाइज बजार Let's go. सानो ब्रिज पनि रहेछ गाइज त्यहाँ चाहिँ पुल मिनी पुल पुल तरेर चाहिँ उता यहाँदेखिको उता चाहिँ डल्लै रङ्गली हेरेर यी खोला बारेर नि त्यो बारेर चाहिँ त्यो पनि पाउनु यो छ नि पौडी खेल्ने पनि अन्त गाइज अहिले यहाँ कालिज थियो कि आई मिस द सर्ट यहाँ पनि रहेछ यी कच्चा पुल अब we're gonna cross it गयो नि I missed यहीँबाट क्रस भएर गएको छ हो बुई गाइज डर लाग्यो तर यो पक्का हो नि कहिलेको काट होला हजुर उनीहरूलाई त टेर्दैन आउँछ नि मिल्दैन है के अरे कृत्रिमालाई नटेर्देको भन्नु टेर्दैन टी गार्डन भेट्टाइहाल्यो गाइस अब यो हामीले यो सिडी क्रस गरेपछि सानो झरी पानीको सोर्स रहेछ यहाँ पनि यो सिडी क्रस गरेर चाहिँ टी गार्डन पुगिहाल्यो काकाले डुलाउनु ल्याउँदैछ पक्का हो है त्यो चाहिँ स्टार सपिङ चाहिँ काका जस्तो छ यस्तो भइसक्यो कति आम्मामी, पुरै फलिरहेको रहेछ पुरै फुलिरहेको रहेछ पत्ती रङ्गली सुरु भयो अगाडि पुरै त उयो भइरहेको छ है पत्ती कति दामी एरिया हो सो पिसफुल ए गाइज यहीँनिर चाहिँ गुम्बा बनिँदै रहेछ आउनुपर्छ बनिसकेर चाहिँ
म भन्छु ल हुन्छ अहिले दिन पनि क्लियर भएर सबै अस्ति त भयो 2-3 महिना भयो ओपनिङ दा ए सुरु भएको त्यही दामी देखिरहेको छ टी गार्डन त्यो अघिको झन् यहाँबाट अझै राम्रो देख्छ है त्यही त हेर्नु न ऊ पर आले डाँडा सिटोङ हो उम्, मङ्पुर टिस्टा भ्याली ऊ पनि डाँडा यो खोला चाहिँ तर साँच्चै भनेको के दामी है कस्तो दामी देख्दो रहेछ यहाँबाट कहाँ हो कहाँ जस्तो लाग्दो रहेछ नि गुम्बा चाहिँ बनिन्छ बन्ने छैन सायद हामी त 360 उयो चाहिँ यहाँबाट लिन्छ ए 360 सर्ट जुगा लाग्ला लाग्दैन यहाँबाट चाहिँ डल्लै सबै देख्ने रहेछ नि त है हजुर ठिकै हो आउ त यहाँ डढाइकन चित्तेर आऊ हौ त्यो सेपतिर जाम यस्तो बाटो रहेछ गाइस यहाँ चाहिँ खै छु के हुँदैन होला नि छेपछेपतिर हुँदैन यो हो यहाँबाट हेर त आम्मा सबै देख्दो रहेछ नि त गाइस यहाँबाट चाहिँ माथि तल साइड आम्मा अन्त कालिम्पोङ कालिम्पोङ पनि देख्दैछु गाइस त्यो पछाडि चाहिँ यो भुटान अरे यो डाँडा चाहिँ कालिम्पोङ त्यसको उतापट्टिको पहाडी चाहिँ भुटान क्लियर देख्दैछ अहिले दामी भएछ है दिन चाहिँ हजुर यसो पानी परेर रकेको बेलामा नि कस्तो क्लियर देख्छ है क्लियर हुन्छ नि धुको जस्तो क्या सबै यहाँ रोड देख्दैछ ऊ गाडी यहाँबाट चाहिँ यहाँबाट चाहिँ उयोसम्म डल्लै टी गार्डन टी गार्डन ऊ हेर्नु न ऊ फेरि बादल चाहिँ कटन जस्तो देखिरहेको छ 26 किलोमिटर चाहिँ अब के यहाँ टी गार्डन 26 किलोमिटर यता कति छ दुईजना चाहिँ उनीहरू के गर्दैछ हो गफ गर्दैछ तिनवटा काकाले के बनाएर देखाउनुहुँदैछ अब पहिला प्रिन्सेस क्या लाग्यो यही बाटो रहेछ है काकाले टियारा बनाइदिनु हुँदैछ त्यसमा टियारा है यस्तो बनाउँछ टियारा पहिला हामी यस्तो खेल्थ्यो नि त फुल लगाउनुपर्छ हो अझै हो टियारा पनि गरी भयो फुल लाउँथ्यो यस्तो लाउँथ्यो अब यस्तो ठुल्ठुलो गर्छ नि उयो हुन्छ गाइस काकाले चाहिँ मलाई टियारा बनाइदिइसक्नुभयो अब म अफिसियली बस्ने होमस्टे पनि छ जङ्गलको रानी भइसकेको छु हाम्रो अब ऊ कालिज भाग्दैछ त्यहाँ ऊ पर गयो कालो अफिसियली जङ्गलको रानी भइसकेको छु उनीहरू बस्ने होमस्टे यहाँ हो काकाले कुनै खाल हाल्नुहुँदैछ अहिले चाहिँ है दुईजना चाहिँ आउँदैछ यहाँ कुवा पनि छ क्या गाइस मलाई चाहिँ अघि भर्खर जुगा लागेको थियो होइन अब कहाँ क्याप्चर गर्नु पाउँछु अत्तालेर चाहिँ काकालाई छिचेर भन्दैछ काकाले फेरि हातले टिपेर फ्याँक्दिनु भएको एकछिन अत्तालेर हट हाउस गाइस हट हाउस ए खेती हुँदो रहेछ है यहाँ सागसब्जीको खेती हुँदो रहेछ ए हाइब्रिड
हाइब्रिड अलिअलि रसिया यो चाहिँ स्कुल हो गाइस तग्दा स्कुल ग्रिफिथ सेकेन्डरी स्कुल यसकै ग्राउन्ड हो त्यहाँ तल भर्खर गइरहेको अन्त अहिले चाहिँ हामी फर्क्यौँ कहाँ भयो मजा आयो यस्तो अल्छी लाग्दो भइरहेको थियो कि घरमा अन्त त्यही भएर काकालाई चाहिँ मैले भने यहाँ रुमी गउने हो सो काकाले पनि मेरो बात सुन्नुभयो अन्त लानुभयो मजा आयो